नमस्कार। आज मार्च 22 तारिक। बजार आज 54.51 अर्थात् 1.89% बढेको छ र आजको वृद्धिसँगै नेप्से इन्डेक्स 2931.55 मा उक्लिएको छ। बजारमा अब बुल सुचारू भएको हो त भनेर चाहिँ एनालिसिस भइराखेको छ। अनि त्यो सँगसँगै अबको बुल कहाँसम्म जाला, बुलको अलि पछिको लङ टर्मको हो भने मिड टर्म सर्ट टर्मको लागि चाहिँ यो अहिलेको स्विङ कहाँसम्म जाला, कहाँबाट प्रॉफिट बुक सुरु होला, अब प्रॉफिट बुक गर्ने हो कि होइन भनेर पनि धेरै साथीहरूले चाहिँ सोध्नुहुन्छ। त्यो एनालिसिस पनि म गर्ने नै छु। साथसाथै बजारमा अहिले कुन सेक्टरमा इन्ट्री गर्दा ठिक हुन्छ भन्ने जस्ता कुरा पनि त्यत्तिकै विचार गर्नुपर्ने हुन्छ। किनकि बजार त माथि जाला तर आफूले होल्ड गरेको कम्पनीको गेन राम्रो होला कि नहोला भन्ने चिन्ता अर्कोतिर छँदैछ। यिनै विषयवस्तुलाई हामी आजको यो भिडियोमा समावेश गर्नेछौँ। विषयवस्तुतिर यहाँहरूलाई प्रवेश गराउन चाहन्छु। पहिला सुरुमा आज दिनभरि के भयो एकचोटि सरसर्ती निहालौँ। आज 23 अर्ब 59 करोडको कारोबार भएको छ। निकै नै उच्च कारोबार हो है। 6 करोड 14 लाख किताको कारोबार भयो। आज सुरुमा केही भोलाटिलिटी देखियो 12 बजेसम्म। 12 बजेपछिको बजार भने एकदम एग्रेसिभ खालको चाहिँ थियो। सेक्टर वाइज तपाईँ हेर्नुहुन्छ भने आज कुनै पनि सेक्टर रातो छैन। एउटा यो ट्रेडिङ इन्डेक्स चाहिँ रातो छ, त्यो पनि सामान्य। योभन्दा बाहेक सबै सेक्टर चाहिँ उच्च अङ्कले नै बढ्या छ। होटेल एन्ड टुरिज्म 3% बढेको छ। 4% माइक्रो फाइनान्स बढेको छ। अन्य 2% भन्दा बढीले ब्याङ्किङ, डेभलपमेन्ट ब्याङ्क, फाइनान्स सेक्टर, त्यस्तै लाइफ इन्सुरेन्स अनि नन लाइफ बढ्दाखेरि चाहिँ समग्र इन्डेक्स म्यासिभ तरिकाले बढ्न चाहिँ मद्दत पुग्यो। 183 वटा कम्पनीका लगानीकर्ताहरूले कमाएका छन्। 73 वटा कम्पनीका लगानीकर्ताहरूले गुमाएका छन्। कर्पोरेट डेभलपमेन्ट ब्याङ्क, एसएबिबिएल, आरएसएमएल, अभियान र एसओएचएल टप गेनरमा। टप लुजर्समा चाहिँ एसएमएचएल, एसएआइएल, पिएससिएल र जिएचएल रहेका छन्। टर्नओभर धेरैमा केबिएल, एनएचपिसी, सिबम, एनजिपिएल र एसडिएसपिसी रहेका छन्। 2,04,000 ट्रान्जेक्सन, 364 वटा स्क्रिप्ट्सको कारोबार भएको छ। 16 खर्ब 49 अर्बको पब्लिक पोर्टफोलियो। टोटल मार्केट क्यापिटलाइजेसन, समग्र मार्केट क्यापिटलाइजेसन 50 खर्बको नजिक पुगेको छ। 49 खर्ब 68 अर्बको चाहिँ अहिले मार्केट क्यापिटलाइजेसन छ। यो आजको बजारको मोटामोटी के भयो भन्ने कुराको सर्टकट जानकारी। अब हामी टेक्निकल एनालिसिसतिर लागौँ। टेक्निकल एनालिसिसमा आजको क्यान्डल र भोल्युमबाटै सुरु गरौँ होला। ग्रिन क्यान्डल बनेको छ, ग्याप अप भयो, माथि नै सस्टेन भयो। हिजोको भन्दा भोल्युम पनि इम्प्रुभ भयो। रिसेन्ट टाइमको एभरेज भोल्युम भन्दा अब फार बियोइन्ड माथि छ भनौँ न होइन। 10 अर्बको एभरेज भोल्युममा चाहिँ 23 अर्ब आज आएको छ भनेपछि अब यो भोल्युम र क्यान्डलको आधारमा यो अब बुल भन्न लायकको चाहिँ वृद्धि देख्न सकिन्छ। ट्रेन्डलाई भोल्युमको साथ छ, यति कुरा गर्न सकियो। अब जोनको हिसाबले कुरा गरौँ। बजारमा चाहिँ अहिले हायर लोबाटै बजार बढ्न थालेको हो। यहाँबाट सप्लाई आएको हो तर यसले लोअर लो बनाउन सकेन भनेपछि हायर लोबाटै बजार बढ्दाखेरि चाहिँ यो एउटा बुलिस नै मापन हुन्छ। यसले रेसिस्टेन्समै प्रभाव पर्छ। इमिडिएट 2900 को 2910 को जुन रेसिस्टेन्स छ त्यसलाई ब्रेक गर्दै बजारले चाहिँ माथि क्लोजिङ दिएको छ। यो जोनको हिसाबले पनि सपोर्टहरू माथि माथि नै सरिराखेको त हामीले देखेको हो पहिला पनि। यो लो पोइन्टहरू माथि माथि यसरी, अनि त्यसपछि महत्त्वपूर्ण रेसिस्टेन्सहरू चाहिँ हामीले देखेका छौँ। पहिला सुरुमा त हामीले 2680 को एउटा रेसिस्टेन्स, त्यसपछि अर्को रेसिस्टेन्स महत्त्वपूर्ण 2700 झन्नै 80 को लेभल, यो एउटा रेसिस्टेन्स। पहिलाको रेसिस्टेन्स अहिलेको नयाँ सपोर्ट भनेपछि जोनको हिसाबले पनि यो बुल हो भन्नलाई चाहिँ अप्ठ्यारो छैन। एउटा महत्त्वपूर्ण रेसिस्टेन्समा आज ब्रेक भएको छ भने अब अर्को महत्त्वपूर्ण रेसिस्टेन्स हामी देख्दैछौँ 3032, जुन यही हप्ता यो लेभलमा टच हुन सक्छ र एउटा प्रॉफिट बुकिङको विक पनि यो हप्ताको अन्तिमतिर अथवा मध्यतिर नहोला भन्न चाहिँ सकिन्न। त्यही भएर मैले यो तानेको लाइनहरू चाहिँ
ख्याल गर्नुपर्ने हुन्छ है। ल अनि कप एन्ड ह्यान्डल, अब प्याटर्नको कुरा गरौँ। कप एन्ड ह्यान्डल प्याटर्न पनि देखियो यहाँबाट एउटा। अब यसलाई हायर लो भने पनि हुन्छ, अलिकति लङ्गर टाइम फ्रेमबाट इन्भर्टेड हेड एन्ड सोल्डर प्याटर्न भने पनि हुन्छ होइन। अब जे भने पनि हुन्छ, लगभग सिमिलर साइकोलोजी चाहिँ त्यहाँ हामी देख्न सक्छौँ। इन्डा इन्डिकेटर खोलेर देखाउन चाहन्छु। आरएसआई ट्रेन्डिङ जोनमा छ, एमएससिडीको पोजिटिभ एरियामा दुईटै लाइन चलिराखेको छ र मार्च 3 मा आएको बाई सिग्नल भ्यालिड भएको छ, जुन पोजिटिभ एरियाबाट हो। बोलिङ्गर ब्यान्डको अप्पर ब्यान्डसँगै बजारले चाहिँ यात्रा गरिराखेको छ। यो तिनैवटा टाइम फ्रेममा यो पनि बुलिस छ। अब बजारको विकली र मन्थली टाइम फ्रेममा पनि कुरा गरौँ। विकली टाइम फ्रेम एकदम राम्रो बुलिस छ। यहाँबाट करेक्सनको निम्ता दिएरै, करेक्सनको सङ्केत दिएरै 2 हप्ता 3 हप्ता बजार झर्यो। त्यसपछि भने पुनः उकालोतिर अहिले 1 2 3 4 चौथो हप्ता चलिरहेछ, लगातार चलिरहेछ। राम्रो एसेन्डिङ ट्रायङ्गल प्याटर्नको अप्पर ब्रेकआउट भएको छ, हेर्न सक्नुहुन्छ विकली टाइम फ्रेममा। अनि आरएसआई एमएसिडीमा पनि दिल्लीमा जस्तै पोजिटिभ छ। मन्थलीमा जुन एउटा सेल सिग्नल आएको थियो, त्यो सेल सिग्नल इनभ्यालिड हुँदै अब पुनः बाइङतिर चाहिँ लगानीकर्ता गइसकेका छन् र यो पनि जोडिँदैछ, बाई सिग्नलको तयारीमा छ। आरएसआईको एउटा नेगेटिभ ट्रेन्ड लाइन चलिरहेको थियो, त्यसको ब्रेक भएको छ। अनि प्राइस एक्सनमा पनि जुन लोवर ब्रेकआउट इनभ्यालिड हुँदै यो जुन बुलिस फ्ल्याग प्याटर्न मैले बुलिसवाला एनालिसिस गरेको थिएँ, हामी त्यसमा प्रवेश गरिसकेका छौँ भनेपछि मन्थली टाइम फ्रेममा पनि अब जुन पुरानो मेरो बुल एनालिसिस थियो, यो बुलको सुरुवात, यो बुलको पज, बुलिस फ्ल्याग प्याटर्न होइन, त्यसमा चाहिँ म आजबाट रिटर्न भएको छु। अब मार्च 22 तारिक हो, यही हप्ता अब यो जुन फ्ल्याग प्याटर्नको जति पनि भाग छ त्यो धागोमा बदलियो भने त अब छुट्टै कुरा भयो होइन। अन्यथा चाहिँ बजारको अब सबै हेर्दाखेरि, भोल्युमको साथ हेर्दा, स्पेसिफिक कुराहरू हेर्दा चाहिँ ठिकठाकै छ। अब यस्तो बेलामा हामीले चाहिँ के निर्णय लिने त भन्दा, बाइङको अब कतिलाई त बजार बढिसक्यो, अब किन्न छुटेँ जस्तो लाग्ला। कतिपयलाई चाहिँ अब कोही क्यासमा बसिराख्नु भएको होला, कोही चाहिँ कित्तामा बसिराख्नु भएको होला होइन। दुइटै रिस्क हुन्छ बजारमा आइसकेपछि। अब हामीले रिस्कको लेभल अनुसार चाहिँ डिसिजन लिनुपर्ने हुन्छ। बाइङमा पनि रिस्क छ, नबाइङमा पनि रिस्क छ हो, नो बाइङमा पनि रिस्क छ भनेपछि कुन चाहिँ रिस्क ठिक हुन्छ भन्ने कुराबाट हामीले डिसिजन लिनुपर्ने हुन्छ। यस्तो कन्डिसनमा जहाँ दिल्लीमा पनि बुल देखिन्छ, विकलीमा पनि बुल देखिन्छ र मन्थलीमा समेत बुलको क्रसओभरको तयारी छ भनेपछि त यहाँ त बाइङकै रिस्क लिनु पर्यो नि होइन। त्यही भएर हामी क्यासमा बस्नुभन्दा चाहिँ पोर्टफोलियोमा बस्नु चाहिँ, यो किताबमा बस्नु चाहिँ ठिक हुन्छ भनेर चाहिँ कन्क्लुजन निकाल्न सकिन्छ है। एउटा यो समग्रमा चाहिँ कुरा यही नै हो। अब यो स्विङ कहाँसम्म जाला भन्ने कुरा अर्को एउटा छ। अनि कतिपय साथीहरूले चाहिँ विश्वभरिको सेयर बजार प्यानिक छ, तपाईँहरूलाई चाहिँ अब यो कुरा अवगतै छ होइन। विश्वभरिको सेयर बजार क्रिप्टो एकदम तनावमा छ, गोल्डका लगानीकर्ता तनावमा छन्, जबकि युद्धसँग गोल्डको चाहिँ सकारात्मक सम्बन्ध हुन्थ्यो। त्यस्तै तपाईँको अब अमेरिकाको बजार, इन्डियाको बजार होइन, मिडल इस्टको बजार त अब ध्वस्तै छ। सबै हुँदाखेरि हाम्रो बजार मात्रै माथि जान सक्ला त भन्ने कुरा चाहिँ, यो चाहिँ कस्तो हो भन्दा, उतातिरको बजार एकहोरो बुलिस हुँदा यहाँको बियरिस पनि त थियो नि त होइन। त्यति बेला त एउटै सम्बन्ध रहेन। फेरि त्यसको कुरा चाहिँ के हो भन्दा, हाम्रो इकोनोमी नेचरै अर्कै छ। हामी इम्पोर्ट बेस्ड कन्ट्री हो, हामी एक्सपोर्ट बेस्ड कन्ट्री होइन हो। अब इन्डियाको अर्थतन्त्र कोल्याप्स हुँदा हामीले यहाँबाट पठाउने सामान उनीहरूले कन्ज्युम गर्न सकेनन् भने हाम्रो अर्थतन्त्रमा असर पर्छ, त्यसको इम्प्याक्ट सेयर बजारमा पर्छ होइन। युद्ध जहाँको भए पनि त्यो साइकोलोजिकल ढङ्गले नेगेटिभ हो होइन। नेपालमा त्यसको इम्प्याक्ट चाहिँ कतिसम्म पर्छ भन्ने कुरा चाहिँ, अब गल्फको त अब सिरियस नै छ होइन। गल्फको यदि रोकिएन भने त अहिले सर्ट टर्मको त म त्यति धेरै त्यो एनालिसिस गर्दिनँ। लङ्गर टाइम फ्रेममा त्यहाँको रेमिटेन्स, त्यहाँबाट हुने जुन रेमिटेन्स फ्लोमा डाइरेक्ट इम्प्याक्ट पर्छ। यदि इरान र अमेरिकाको युद्ध छिट्टै रोकिएन भने हाम्रो किचनसम्म त प्रभाव पर्न थालिसकेको छ, अब इकोनोमीमा पनि धेरै थोर प्रभाव पर्छ। त्यसको डेफिनेटली पोजिटिभ सम्बन्ध नहोला होइन। तर हाम्रो इम्पोर्ट बेस्ड कन्ट्री भएको हुनाले चाहिँ उताकोबाट यतापट्टि सामानहरू हाम्रो अझ यहाँ बचत हुने केसेसहरू हुनसक्छ, अथवा भनौँ हामीलाई चाहिँ त्यस्तो
डाइरेक्टली त्यो गल्फको रोजगारीबाट प्राप्त हुने रेमिटेन्स भन्दा बाहेक चाहिँ डाइरेक्टली त्यस्तो परिहाल्दैन के। अहिलेलाई चाहिँ मेरो त्यही छ। यही कुरा पनि प्राइसले बताउला नि त। तपाईँ हामी कति धेरै चिन्ता गर्छौँ के यो मामलामा। यो किन बढ्यो बजार? चाहे रासोपको सरकार बन्नेर बढ्यो कि चाहे कन्फिडेन्स आएर बढ्यो कि जे होस्, हामी टेक्निकली त्यसरी हेर्दैनौँ के। कोल्याट्रल लोड भयो होला, टिएमएसमा सेलरले जति भन्छन् त्यतिमा प्राइस सुम्पिदियो होला होइन, बायरले, तब न बजार बढ्यो होला। यो रियल घटना हो, यसलाई पत्याउने। बाँकी अरू कुरा छोडिदिनुहोस् होइन। कहिलेसम्म बुलिस हुने बजारको प्रिडिक्सन पनि धेरै गर्नु पर्दैन। जहिलेसम्म बजार लोवर लोमा जाँदैन तबसम्म बुलिस हुने। तपाईँलाई थाहा छ त, भोलिदेखि नै बजार घटेर लोवर लो हुन्छ कि बजार 4000 पुगेर लोवर लो हुन्छ, थाहा छैन नि त। त हामी जहाँ लोवर लो देख्छौँ तब हामी प्रफिट बुक गर्छौँ। अब डेलीमा हेर्ने कि आवरलीमा हेर्ने कि विकलीमा हेर्ने भन्ने कुरा चाहिँ फेरि आफ्नो इच्छा हो। कसैलाई एकदम हाई रिक्स हाई गेन मनपर्छ, आवरली हेर्नुहोस्। मिड रिक्स मिड गेन मनपर्छ, विकली हेर्नुहोस् होइन। त्यसरी चाहिँ हामी जान सक्छौँ। डेली हेर्नुहोस्, त्यसरी चाहिँ हामी जान सक्छौँ है। अहिले कुन स्टक किन्दा ठिक हुन्छ भन्ने कुरा छ अर्को। मैले आज साताको पहिलो दिन होइन, मैले यहाँहरू समक्ष यो हिजो नै मैले यहाँहरू समक्ष चाहिँ यो विकली अपडेट बनाइसकेको छ। यहाँ मैले केही स्टक्सहरू पनि स्क्रिनिङ गरेको छु, विकली अपडेट पनि दिएको छु। अनि अहिलेलाई कमर्सियल ब्याङ्क, डेभलपमेन्ट ब्याङ्क र हाइड्रोले राम्रो रिटर्न दिइरहेछ। आज हाइड्रोले चाहिँ त्यति राम्रो पर्फर्म गरेन। कमर्सियल ब्याङ्क, डेभलपमेन्ट ब्याङ्कमा आफ्नो लगानी केन्द्रित गर्नु हितकरै हुने देखिन्छ। हस् त, आजको लागि यो भिडियो यति नै। अर्को भिडियोमा यहाँहरू समक्ष फेरि भेट्छु। धन्यवाद।